गुगलका वरिष्ठ इन्जिनियर ब्लेक लेमनले आफूले परीक्षण गरेको एआई संवेदनशील, भावनात्मक र इमोसनल छ भन्ने पत्ता लगाए। के यसको मतलब गुगल र ओपन एआई जस्ता ठूला कम्पनीले हाम्रो पछाडि फिलिङ भएको एआई विकास गरिरहेका छन्? र के हुन्छ जब मानिसको दिमाग मेसिनसँग ठोकिन्छ? आजको एपिसोडमा स्वागत छ। हामी आर्टिफिसियल इन्टेलिजेन्सको एक्साइटिङ संसारमा डुबुल्की मार्दैछौँ, जहाँ दिमाग र मेसिनहरू टक्राउँछन्। पहिले एउटा कथा जसले टेक्निकल वर्ल्डलाई हल्लायो। गुगलले आफ्नो एआई, जसलाई ल्याम्डा भनिन्छ, उसको सिनियर इन्जिनियरलाई बर्खास्त गर्छ। ब्लेक लेमन तिनै सिनियर इन्जिनियर थिए जसले विवाद निम्ताए जब उनले ल्याम्डा, गुगलको एआईसँग भावना र इमोसन छ भन्ने दावी गरे। तर गुगलले असहमति जनायो र उनलाई कम्पनीबाट निकाल्यो। ल्याम्डालाई मानव जस्तै च्याट गर्ने डिजाइन गरिएको छ, विषयहरूको एक विशाल एरे समेटेर। तर के यो साँच्चै संवेदनशील छ? ल्याम्डासँग लेमनको कुराकानीले यस्तै सुझाव दिन्छ, तर विशेषज्ञहरू विभाजित छन्। कोही तर्क गर्छन् कि मेसिनहरूमा इमोसन हुनु भने धेरै पछिको कुरा हो, भने कोही यसलाई एआई र ह्युमन अन्तर्क्रियाको नयाँ युगतर्फको कदमको रूपमा हेर्छन्। चेतनालाई वा इमोसनलाई एक्सप्लेन गर्न कुनै सजिलो कुरा होइन। वैज्ञानिकहरूले बहस गर्छन् कि मेसिनहरू वास्तवमै आफ्नो अस्तित्वको बारेमा सचेत हुन सक्छन् वा तिनीहरू केवल कम्प्लेक्स मेसिन वा प्रोग्राम हुन्। विज्ञहरू बताउँछन् कि इमोसन शरीरसँग सम्बन्धित छ। शारीरिक संवेदना बिना के मेसिन साँच्चै आनन्द वा दुःख अनुभव गर्न सक्छ? प्राविधिक बहसभन्दा सोच्नुपर्ने नैतिक प्रश्नहरू छन्। के हामीले एआईलाई संवेदनशील प्राणीको रूपमा व्यवहार गर्नुपर्छ वा तिनीहरू केवल मानिसद्वारा प्रोग्राम गरिएका उपकरण हुन्? गोल्ड स्ट्यान्डर्ड फर एआई मानिने ट्युरिङ टेस्ट, जसले मानव र मेसिनलाई छुट्याउँछ, एउटा खेल जस्तै हो जहाँ एक व्यक्तिले अर्को व्यक्ति र कम्प्युटर दुवैलाई नदेखि नै कुरा गर्छ। यदि त्यो व्यक्तिले कुन मानिस र कुन मेसिन हो भनेर बताउन सक्दैन भने कम्प्युटरले परीक्षा उत्तीर्ण गरेको मानिन्छ र मानव जस्तै बौद्धिकता देखिन्छ। अहिलेसम्म कुनै एआई वा मेसिनले यो ट्युरिङ टेस्ट पास गरेको छैन, तर एआईको डेभलपमेन्टसँगै ट्युरिङ टेस्ट अब परीक्षणको क्रममा छ। मानव व्यवहारको नक्कल गर्ने मेसिनहरू अधिक कुशल बन्दै गएपछि हामीले साँचो चेतनालाई कसरी नाप्ने? जब हामी एआईको सीमाहरू धकेल्छौँ, हामी चेतना र इमोसन्सका जटिलताहरू र हाम्रा सृजनाहरूका नैतिक प्रभावहरूलाई निबिड्छौँ। हामीले टेक्नोलोजीको संसारमा थप मनमोहक विषयहरू एक्सप्लोर गर्दा अर्कोपटक पनि हामीसँग सामेल हुनुहोला। आर्टिफिसियल इन्टेलिजेन्स एआई क्रमशः विकसित हुँदै गइरहेको संसारमा थप भित्री कुराको लागि लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। अर्को समयसम्म प्रश्न गरिराख्नुहोस्, नवीनता जारी राख्नुहोस्। थिङ्क बिफोर यु बिलिभ। थ्याङ्क यू।